안녕하세요 अनि नमस्ते म कोरियन भाषा प्रशिक्षक राजेश उपाध्याय प्रत्येक युनिट वाइ क्वेशनको प्रतीक्षामा बसिराख्नुभएका सम्पूर्ण कोरियन भाषा पारखी मित्रजनहरूलाई स्वागत गर्न चाहन्छु। प्रत्येक युनिट वाइ क्वेशनहरू लिएर आउने सिलसिलामा भने आज पनि मैले नयाँ एडभान्स बुकको लेसन 38 को पार्ट 2 मा रहेर महत्त्वपूर्ण क्वेशनहरू सल्भ गर्नेछौँ। तपाईहरुलाई जानकारी नै छ, सुरुमा हामी छङ्बो र मुनुवा पढ्छौँ, त्यसपछि मात्र रिलेटिभ क्वेशनहरू प्र्याक्टिस गर्दै आइरहेका छौँ। आज पनि हामी त्यही नै गर्नेछौँ। तर हिजो पार्ट 1 मा चाहिँ तपाईको औहीहरू र फिनखान क्वेशनहरू अलि धेरै भएको कारणले मैले फिसुदान क्वेशन अथवा फिसुदानहरू राख्न सकिएको थिएन। त्यो भएर सुरुमा हामी फिसुदान पढौँ, त्यसपछि चाहिँ हामी छङ्बो र मुनुवा पढ्ने, त्यसपछि छङ्बो र मुनुवा सँगसँगै पार्ट 1 मा छुटेका फिसुदान पनि क्वेशनहरू राखेको छ अनि ख्वान्गे नुन क्वेशन पनि प्र्याक्टिस गर्नेछौँ, फान्देमाल पनि गर्नेछौँ भने अनि त्यो छङ्बो र मुनुवाबाट निकालिएका सम्भावित लङ क्वेशनहरू पनि प्र्याक्टिस गर्नेछौँ। त्यसको लागि सुरुदेखि अन्तिमसम्म हेरेर साथ दिनु होला र हेरिसकेपछि के कस्तो लाग्छ जस्ताको त्यस्तै प्रतिक्रिया दिन भने नभुल्नु होला भन्दै ढिला नगरी आजको क्लास हामी सुरु गरौँ है। ल तपाईहरुलाई तरिका थाहा नै छ, सुरुमा हामी छङ्बो र मुनुवा पढ्छौँ, त्यसपछि मात्र क्वेशनहरू सल्भ गर्नेछौँ है। तर हामीले हिजो पार्ट 1 मा फिसुदान राखेका थियौँ न, तर फिसुदान पढौँ त्यसपछि छङ्बो र मुनुवा है। ल युनिट 38 मा नै छौँ, पार्ट 2 हो आज। मुनुवा र छङ्बो पढ्नेछौँ अनि क्वेशन पनि सल्भ गर्नेछौँ है। छेमोक सेम नै छ, खिगे छोरी भनेको मेसिनको, छोरी भनेको जडान। अब छोरी भादा मात्र याद गरेर भएन, यहाँनिर जडान गर्नका मिनिङहरू सबै याद हुनु पर्यो हैन। सल्जङ हादा भनेको पनि जोड्नु, जडान गर्नु, छोरी भादा भनेको पनि जडान गर्नु अनि सल्जी भएको छ यहाँनिर सल्छी हादा है, ओरिजिनल छ हो। सल्छी हादा भनेको पनि जडान गर्नुहुन्छ भने अनि छाङजा अथवा छाङछाक हादा भनेको पनि के गर्नु, जडान गर्नु। जोड्नु जडान गर्नुमा चाहिँ अर्को इत्ता भनेको सिंगल इत्ता आयो भने जोड्नु भन्ने हुन्छ, एन्गेर हादा भनेको जोडा मिलाउनु। फिसुदान चाहिँ मिल्छ है, ठ्याक्क फिसुदान मिल्ने भनेको सल्जङ हादा, छोरी भादा, सल्छी हादा र छाङछाक हादा भनेको के गर्नु, जडान गर्नु है। अर्को अप्सजिदा भनेको छ, अप्सजिदा अनि अप्सेदा र छिउदा भनेको के गर्नु, हटाउनु अथवा नष्ट गर्नु अथवा नष्ट हुनु भन्ने अर्थ जनाउँछ। यो अप्स अथवा अप्सिजिदा, अप्सेदा र छिउदा भनेको हटाउनु अथवा नष्ट गर्नु भन्ने अर्थ जनाउँछ है। अनि छुक्चङ हादा भनेको छ, यहाँनिर हेर्नुहोस् त, छुक्चङ हादा छेदा र छेदानादा भनेको नाप्नु भयो है। छुक्चङ हादा छेदा र छेदानादा भनेको नाप्नु। अनि बोल्थु र सुनासा भन्छ, यहाँनिर सा छुटेको छ। फोल्थु र सुनासा भनेको बोल्ड भइहाल्यो भने नथु र आम्नासा भनेको नट। अब फोल्थु र सुनासा भनेको बोल्ट र नथु र आम्नासा भनेको नट। अनि थान्थानादा ताकताक हादा र थुन्थुनादा र अम्के हादा भनेको के हुनु, कडाउनु है। थान्थानादा ताकताक हादा, थुन्थुनादा र अम्के हादा भनेको कडाउनु। अर्को खोङ्गु भनेको पनि औजार भयो अनि खिगु भनेको पनि औजार अनि थोगु भनेको पनि औजार हो भने एन्जाङ भनेको थप पनि हुन्छ औजार पनि हुन्छ है। खोङ्गु, खिगु, थोगु र एन्जाङ भनेको औजार हो भनेर याद गर्ने। ल अनि खोछे हादा भनेको छ, खोछे हादा, फाकुदा र खेवान हादा भनेको के गर्नु, परिवर्तन गर्नु। खोछे हादा, फाकुदा र खेवान हादा भनेको परिवर्तन गर्नु। अनि सेङ्सा नादा र छेजो हादा भनेको उत्पादन गर्नु भन्ने हुन्छ। सेङ्सा नादा र छेजो हादा भनेको उत्पादन गर्नु। अनि सन्दो जकिदा भन्ने छ। अब छङ्बो र मुनुवा पढ्दाखेरि हामी सन्दो जकिदा अनि त्योभन्दा अगाडि हामीले छुदो हादा र इकुल्दा भनेर पढिसकेका थियौँ। सन्दो जकिदा, छुदो हादा र इकुल्दा भनेको नेतृत्व गर्नु भन्ने हुन्छ भने अनि हेक्सिम र छुयो भनेको छ। हेक्सिम र छुयो भनेको प्रमुख अथवा मुख्य भन्ने अर्थ जनाउँछ। छुयो भन्ने त हामीले पढिसकेका थियौँ भने यो 38 युनिटको छङ्बो र मुनुवा पढ्दाखेरि हेक्सिम र छुयो भनेको पनि के रहेछ, प्रमुख अथवा मुख्य। अनि हेग्गेर हादा, हेसो हादा र फुल्दा भनेको के गर्नु, हेग्गेर हादा, हेसो हादा र फुल्दा भनेको के गर्नु, समाधान गर्नु। ल अब फिसुदान
पढिसकेपछि अब हामी मजाले बुझ्ने गरी छङ्बो र मुनुवा पढौँ, त्यसपछि मात्र हामी क्वेसनहरू सल्भ गरौँ है। आत्तिनु हुँदैन, बिस्तारै पढेर जानुपर्छ। ल आजको मुनुवा र छङ्बो चाहिँ हामी के को बारेमा पढ्दैछौँ भने हानगुकै भनेको कोरियाको छादोङछा सानो भनेको छ। कोरियाको गाडी, छादोङछा भनेको गाडी, सानो भनेको उद्योग। कोरियाको गाडीको उद्योगको बारेमा हामी छङ्बो र मुनुवा पढ्नेछौँ है। ल सरस्वती हेर्दै जाउँ है, मजाले एक एक अक्षर लेख्दै पढ्दै जाउँ है। छादोङछा सानोबुन भनेको छ। यो छादोङछा भनेको गाडी भइहाल्यो, सानो भनेको उद्योग अथवा अटोमोबाइल उद्योग पनि भन्छ कि यसलाई। अटोमोबाइल उद्योग पनि भन्न सकिन्छ अथवा गाडीको उद्योग चाहिँ। हानगुकै कोरियाको छुयो भनेको प्रमुख अथवा मुख्य। यो गाडीको उद्योग चाहिँ हानगुकै भनेको कोरियाको छुयो भनेको प्रमुख अथवा मुख्य। अनि सङजाङ थोङनिक भनेको छ। यो सङजाङ भनेको वृद्धि अथवा विकासलाई के भन्छ? सङजाङ। सङजाङ भनेको वृद्धि अथवा विकासको, थोङनेक भनेको शक्ति, वृद्धि विकासको शक्तिको, सानो उही भनेको उद्योगको, हाना इम्निदा एउटा हो भनेको छ। अब यहाँनिर के भन्न खोजेको भने यदि छादोङछा सानो भनेको अटोमोबाइल उद्योग अथवा गाडीको उद्योग चाहिँ हानगुकै कोरियाको छुयो भनेको प्रमुख अथवा मुख्य, सङजाङ थोङनेक भनेको वृद्धि विकासको शक्तिको, सानोबी भनेको उद्योग भएको हाना इम्निदा एउटा हो भन्न खोजेको। अनि हानगुकुन कोरिया चाहिँ सुछुल छुङसिमुरो भनेको निर्यातमा अथवा निर्यातको केन्द्रितद्वारा। अब हुन त कोरिया प्राय निर्यातमै केन्द्रित छ हैन। निर्यातको केन्द्रितद्वारा चाहिँ छादोङछा सानोबुल भनेको गाडीको उद्योग चाहिँ अथवा अटोमोबाइल उद्योग अथवा गाडीको उद्योगलाई कुजुनी भनेको निरन्तर अथवा लगातार, फालजन सिख्य भनेको विकास गराएर अथवा विकास गराउँदै, यी छन इसिप सामनेन भनेको 2023 सालको खिजुन भनेको आधार अथवा मापदण्डमा सेगे विश्वको ओवई भनेको छ, विश्वको अथवा सेगे भनेको विश्वको, अनि ओउए भनेको 5औं स्थानको छादोङछा गाडीको, सेङसान भनेको उत्पादन, गुक भनेको राष्ट्र, उत्पादन गर्ने राष्ट्र चाहिँ थोयस सुम्निदा भएको छ भने। अब यहाँनिरबाट फेरि एकचोटि बुझौँ है। यो छादोङछा सानो चाहिँ गाडीको उद्योग चाहिँ हानगुकै कोरियाको छुयो भनेको प्रमुख, सङजाङ थोङनेक भनेको वृद्धि विकासको शक्तिको, सानोबी भनेको उद्योग, हाना इम्निदा एउटा हो। अब यो अटोमोबाइल उद्योग अथवा गाडीको उद्योग चाहिँ कोरियाको जो वृद्धि विकास गर्ने क्षमता अथवा वृद्धि विकास गर्ने क्षमता अथवा शक्ति भएको एउटा शक्तिको उद्योग भएको एउटा राष्ट्र हो भन्न खोजेको। अनि हानगुकुन कोरिया चाहिँ सुछुल निर्यातमा छुङसिमुरो, कोरिया चाहिँ केमा निर्यात अथवा केमा चाहिँ केन्द्रित छ भने सुछुल भनेको निर्यातमा, छुङसिमुरो भनेको केन्द्रितद्वारा, छादोङछा सानो भनेको गाडीको उद्योग चाहिँ कुजुनी, खेसोक, एन्सोक, छिसोक भनेको लगातार, कुजुनी, खेसोक, छिसोक, एन्सोक भनेको लगातार, फालजन सिख्य, फाल्दा लादा, खेबा लादा भनेको के गर्नु? विकास गराउनु है। फालजन सिके विकास गराई, यी छन इसिप सामनेन 2023 सालको खिजुन भनेको आधारमा सेगे विश्वको कतिौं स्थानमा अरे? ओउए भनेको 5औं स्थानमा, छादोङछा भनेको गाडीको, सेङसान गुकी भनेको उत्पादन गर्ने राष्ट्र चाहिँ थोयस सुम्निदा भयो भन्न खोजेको। अनि यी छन इसिप सामनेन 2023 सालमा चाहिँ सेगे र सेसाङ भनेको विश्वको, छादोङछा भनेको छ, सेगे भनेको संसार अथवा विश्वको, छादोङछा भनेको गाडीको, सिजाङुई भनेको बजारको। अब 2023 सालको विश्वको गाडीको बजारको छम्युल भनेको अनुपात अथवा हिस्साको अनुपातलाई फोमेन हेर्ने हो भने
अब हामीले 2023 सालको विश्व बजारको अथवा विश्वको गाडीको बजारको अनुपात हेर्ने नै हो भने 1 नम्बरमा इल्बुन जापानले इसिप्खुचम इल्फुरो भनेको छ। यो जो बीचको प्वाइन्टलाई जम लेखे पनि उच्चारण सम हुन्छ भने पर्सेन्टेजलाई चाहिँ के भन्छ, फुरो भन्छ। पर्सेन्टेज पनि भन्छ, फुरो पनि भन्छ है। ल इल्बुन चाहिँ कति रहेछ, इसिप्खुचम इल्फुरो भनेको 29.1% द्वारा इलओई भनेको एउटै अथवा पहिलो स्थानमा। त्यसपछि युरोपी भनेको युरोप भनेको युरोप भइहाल्यो। अनि इसिप साचम खुफुरो भनेको 24.9%ले इउई भनेको दोस्रो स्थानमा। अनि सामुइनुन भनेको तेस्रो स्थानमा चाहिँ सिपछिलचम खुफुरो भनेको 17.9% चाहिँ चुङ्गुकिमे चाइना हो भने। अनि छम्युयुल भनेको हिस्साको अनुपात चाहिँ फालचम ओ फुरो भनेको 8.5%, हान्कुकुन कोरिया चाहिँ सिपओचम इन भनेको छ। अब 15.2% भएको मिगुके अमेरिका इय भनेको पछि ओवी भनेको अथवा ओवी भनेको 5औं स्थानमा चाहिँ छाजी हायस सुम्निदा ओकेटेको छ भनेको। यहाँनिर खासै गाह्रो कुरा छैन है। अब 2023 को विश्वको गाडीको बजारको अनुपातलाई हेर्ने हो भने चाहिँ 1 नम्बरमा इल्बोन जापान रहेछ। अनि दोस्रो नम्बरमा युरोप भनेको युरोप रहेछ भने तेस्रो नम्बरमा को छ, पहिलो नम्बरमा इल्बोन जापान भइहाल्यो 29.1% ल्याएर पहिलो स्थानमा छ। अनि युरोपी भनेको युरोप चाहिँ 24.9% ल्याएर दोस्रो स्थानमा छ भने तेस्रो स्थानमा चाहिँ 17.9% ल्याएर चुङ्गुक भनेको चाइना हो भने। त्यसपछि जो अलिकति मोडेको छ नि त यहाँनिर हेर्नुहोस् त, तेस्रो स्थानमा चाइना भयो। अनि छम्युयुल भनेको हिस्साको रेसियो अथवा अनुपातको फाल्चम ओ पर्सेन्टेज अथवा फ्रो 8.5% चाहिँ हान्गुकुन कोरिया चाहिँ, जो सिपओचम इ फुरो भनेको 15.2%, मिगुके इय भनेको अमेरिका इय भनेको पछि भनेको, इय भनेको के रहेछ अमेरिका पछि, ओवी भनेको 5औं स्थानमा चाहिँ को रहेछ भने कोरिया रहेछ भन्ने बुझ्नु पर्यो के। ओवी भनेको 5औं स्थान चाहिँ छाजी हायस सुम्दा ओगेटेको छ भन्नाले यो तपाईको 15.2% चाहिँ अमेरिका हो, 4औं स्थानमा छ। अनि त्यसपछि जो 8.5% ओगटेको छ त्यो चाहिँ को कोरिया हो भनेर बुझ्ने। 5औं स्थानमा चाहिँ कोरिया पुगेको छ भन्न खोजेको बुझ्नुभयो होला नि है। ल अरु पढ्दै जाउँ। यो क्वेसन चाहिँ अब लास्टमै प्र्याक्टिस गरौँ है। ल हान्गुकुई कोरियाको छुयो भनेको मुख्य अथवा प्रमुख, छादोङछा होइसादुरुन भनेको गाडीका कम्पनीहरू चाहिँ, खुल्लोबल भनेको ग्लोबल, ख्याङज्याङ नेक भनेको प्रतिस्पर्धा, रेक भनेको शक्ति, ख्याङज्याङ नेक भनेको प्रतिस्पर्धा गर्ने शक्तिको फाताङ र पृष्ठभूमिद्वारा, फेगेङ र फाताङ भनेको पृष्ठभूमिद्वारा, हेन्जे भनेको अहिले सेगे सिजाङे छ विश्वको बजारमा। यहाँनिर अघि मैले मिनिङ लेखाइदिइसकेको थिएँ। सन्दो जकिन भनेको नेतृत्व भएको एघाल हागो इस्सुम्निदा भूमिका खेलिरहेको छ, नेतृत्व हुने भूमिका 11 हागो इस्सुम्निदा भूमिका खेलिरहेको छ, भूमिका गरिरहेको छ। हान्गुकेनुन कोरियामा चाहिँ अनि हेन्डे छादोङछा भनेको छ, हन्डाई गाडी भनेको हो नि त, हन्डा कम्पनीको हन्डाई गाडीलाई के भन्छ हेन्डे छादोङछा। अनि खिया छादोङछा भनेको किया गाडी भइहाल्यो। अनि अर्को चाहिँ केजिएम भन्ने छ, अर्को हान्कुक जिएम भन्ने छ, अर्को के छ हेर्नुहोस् त लोनु खोरिया भन्ने छ अथवा रोनु खोरिया भन्ने यो कम्पनी हुन् हैन, थुङ आदि थाङआन विभिन्न प्रकारका खियबी नुन्दे उद्योग अथवा कम्पनी भएकोले
खुजुङ त्यो मध्ये हेन्दे छादोङ छानुन भनेको हन्डाई गाडी चाहिँ इछन इसिप सामने 2023 सालको छादोङछा गाडीको फान्मे आधा भनेको बिक्री गर्नु, र्याङ भनेको परिणाम अथवा मात्रा। बिक्रीको मात्रामा चाहिँ सेगे विश्वको सामउई भनेको तेस्रो स्थान, छाजी हान ओगेटेको खुल्लो बल ग्लोबलको खिय बिम्निदा उद्योग अथवा कम्पनी हो भनेको छ। ल एकचोटि फेरि बुझौँ त। हानगकै कोरियाको छुयो भनेको प्रमुख अथवा मुख्य, छादोङछा होइसादुरुन भनेको गाडीका कम्पनीहरू चाहिँ, खुल्लो बल भनेको ग्लोबल विश्व व्यापार हो नि त। विश्व व्यापारको ख्याङज्याङनेक भनेको अर्थतन्त्रको शक्तिको फाथाङ र पृष्ठभूमिद्वारा, फाथाङ र फेगेङ भनेको पृष्ठभूमि है। फाथाङको सिमिलर मिनिङ के हुन्छ? फेगेङ। फेगेङ भनेको पृष्ठभूमिद्वारा। हेन्जे भनेको अहिले, सेगे भनेको विश्वको सिजाङेस बजारमा, सन्दो जकिन भनेको नेतृत्व गर्ने एघाल हागो सुम्निदा भूमिका खेलिरहेको छ, भूमिका गरिरहेको छ अरे। अब जो गाडीको अथवा कोरियाको मुख्य गाडीको कम्पनीहरू जो ग्लोबल भनेको विश्व व्यापारमा अथवा ग्लोबलमा चाहिँ अर्थतन्त्रको प्रतिस्पर्धा गर्ने पृष्ठभूमिद्वारा विश्वको बजारमा नेतृत्व गर्ने भूमिका खेलिरहेको छ अरे। हानगुक एनोन कोरियामा चाहिँ अब ह्यान्डे छादोङछा भनेको हन्डाई गाडीहरू, खिया छादोङछा किया गाडीहरू, अर्को केजिएम भन्ने छ, अर्को हानगुक जिएम भन्ने छ भने अर्को रोनु कोरिया भन्ने कम्पनी अथवा गाडीहरू थोङुल आदि थायाङान विभिन्न प्रकारका खियबी नुन्दे, खिय भनेको उद्योग व्यवसाय भएकोले अथवा कम्पनी भएकोले, खुजुङ भनेको त्यो मध्ये हेन्दे छादोङ छानुन हन्डाई गाडी चाहिँ इछन इसिप सामने 2023 सालको छादोङछा गाडीको जो फान्मे र्याङ छ, बिक्री गर्ने मात्रा छ, त्यो चाहिँ अहिले विश्वको कति स्थानमा पुग्यो अरे? विश्वको सेगे भनेको विश्वको सामै भनेको तेस्रो स्थान चाहिँ छाजियान ओगेटेको खुल्लो बल खिय बिम्दा ग्लोबलको एउटा खिय भनेको उद्योग व्यवसाय अथवा कम्पनी हो भनेको छ। ल बुझ्नुभयो होला, खासै त्यस्तो कडा ओडहरू चाहिँ हालेको छैन हैन। ल अर्को पनि हेरौँ त के भनेको छ। हानगकै कोरियाको छादोङछा खियब दुरुन भनेका कोरियाका गाडीका कम्पनीहरू चाहिँ छोइगुन भनेको अहिले हालसालै चाहिँ छन्गी छा भनेको छ। छन्गी भनेको इलेक्ट्रोनिक, छा भनेको गाडी, इलेक्ट्रोनिक गाडी, ना भनेको वा अथवा सुसो छा भनेको हाइड्रोजन गाडी, वा भनेको र खाथुन भनेका जस्ता इलेक्ट्रोनिक गाडी, हाइड्रोजन गाडी जस्ता छिनह्वानगेङ छादोङछा भनेको अथवा के भन्न सकिन्छ भने पर्यावरण मैत्री वातावरण भन्न सकिन्छ, अथवा तपाईले यहाँनिर पर्यावरण मैत्री गाडी भनेर पढ्दा पनि हुन्छ, अथवा वातावरण मैत्री गाडी भनेर पढ्दा पनि भयो। ह्वानगेङ भनेको वातावरण हो, छिनह्वानगेङ छादोङछा भनेको पर्यावरण मैत्री गाडी चाहिँ अथवा गाडी, फुनियावी भनेको फुनिया भनेको क्षेत्रको, खिसुल भनेको प्रविधिको, खेबारे भनेको विकासमा, मानुन भनेको धेरै थुजारु लागो सुम्निदा लगानी गरिरहेको छ। अब कोरियाको चाहिँ यहाँनिर हेर्नुहोस् त, हानगुकै कोरियाको छादोङछा गाडीका खियबदुरुल भनेका कम्पनीहरू चाहिँ गाडीका कम्पनीहरू चाहिँ छोइगुन भनेको हालसालै अहिले चाहिँ छन्गी छा इलेक्ट्रोनिकबाट चल्ने गाडी, अनि सुसो छा भनेको हाइड्रोजन जन्ने गाडीहरू, खाथुन जस्ता, छिनह्वानगेङ भनेको पर्यावरण मैत्री गाडीहरू जो वातावरण प्रदूषण नहुनका लागि बनाएको हुन्छ, पर्यावरण मैत्री गाडीहरूको फुनियावी क्षेत्रको, खिसुल भनेको प्रविधिमा पनि, खेबाल त्यो प्रविधिको, खेबारे भनेको विकासमा, मानुन भनेको धेरै, थुजारु लादा भनेको लगानी गर्नु, थुजारु लागो सुम्निदा लगानी गरिरहेको छ अरे। कोरियाले गाडीका उद्योगहरूको कुरा गर्ने हो भने इलेक्ट्रोनिक गाडी, हाइड्रोजन गाडी अथवा पर्यावरण मैत्री गाडीमा चाहिँ त्यसको विकासको लागि पनि अहिले धेरै लगानी गरिरहेको छ। छिनह्वानगेङ छादोङछा भनेको
पर्यावरण मैत्री गाडीको फुनियावी क्षेत्रको खिसुल भनेको प्रविधिको ह्याङसिन भनेको आविष्कार। ह्याङसिन भनेको के रहेछ? आविष्कारको फाथाङ्रो पृष्ठभूमिद्वारा जो छिन ह्वान्गेङ छादोङछा फुनियावी भनेको पर्यावरण मैत्री गाडीको क्षेत्रको खिसुल भनेको प्रविधिको ह्याङसिन भनेको आविष्कारको फाथाङ्रो पृष्ठभूमिद्वारा हेन्डे छादोङछा वा हन्डाई गाडी र खिया छादोङछा भनेको किया गाडी चाहिँ अब कति सालको कुरा गरेको छ? यी छन् इसिप सानेन भनेको 2024 सालको इलफुन्गी खिजुनुरो भनेको छ। यो इलफुन्गी भनेको पहिलो त्रैमासिक भनेको अथवा पहिलो तेस्रो महिनामा भन्न खोजेको 2024 सालको 3 महिना भनेको। जस्तो 2024 साल सुरु भयो अनि जनवरी फेब्रुअरी मार्चलाई के भन्छ? इलबुन्गी भन्छ के। पहिलो त्रैमासिकको खिजुनुरो आधारद्वारा छन्गी छा इलेक्ट्रोनिक गाडी फान्मे भनेको बिक्री, छन्गी छा भनेको इलेक्ट्रोनिक गाडी फान्मे भनेको बिक्री अनि सिल्जक एस भनेको छ। यो सिल्जक भनेको उपलब्धि, सिल्जक एस भनेको उपलब्धिमा सेगे विश्वको सावै भनेको चौथो स्थानमा ओरुगिदो हेसुम्निदा बढेको पनि थियो भनेको छ। अब 2024 कै कुरा गर्ने हो भने अनि यहाँनिर इलफुन्गी भन्ने मिनिङ याद गर्नुहोस् त। पहिलो त्रैमासिक जो 2024 सुरु हुने बित्तिकै वैशाख जेठ र असार महिनाको आधारमा जो छन्गी छा फान्मे भनेको छ इलेक्ट्रोनिक गाडी बिक्रीको 2024 को वैशाख जेठ असारमा चाहिँ असारको आधारमा चाहिँ छन्गी छा भनेको इलेक्ट्रोनिक गाडी फान्मे बिक्रीको अनि सिल्चकेस भनेको उपलब्धिमा चाहिँ बिक्रीको उपलब्धिमा सेगे विश्वको सावै चौथो स्थानमा ओरिगिदो सुविधा बढिरहेको पनि छ भन्न खोजेको। तो आन फेरि मिरे छादोङछा भनेको भविष्यको गाडीको खिसुरुई भनेको प्रविधिको हेक्सिम भनेको मुख्य छुयो भनेर अघि लेखाएको थिएँ नि त। हेक्सिम भनेको पनि मुख्य। अब भविष्यको गाडीको प्रविधिको हेक्सिम भनेको छुयो मुख्य भएको इन भनेको भएको अनि छायुल छुयङ भनेको स्वचालित, छायुल छुयङ भनेको के रहेछ? स्वचालित। खिसुरुई भनेको प्रविधिको एनगु भनेको अनुसन्धानको खेबारेदो विकासमा पनि थुजारोल आकिजी आन्गो सुम्निदा भनेको छ। थुजा भनेको लगानी गर्नु, आकिदा भनेको हिफाजत, आन्था लगानीमा हिफाजत गरेको छैन भन्नको अर्थ के हुन्छ भने लगानी गर्नबाट पछि परेको छैन अथवा लगानी गरिरहेको छ भन्न खोजेको के। थुजारोल हागोइ सुम्निदा भनेको लगानी गर्नु, यहाँनिर अलिकति थुजारोल आकिजी आन्गो सुम्निदा लगानीमा चाहिँ बचत गरिरहेको छैन भन्नको अर्थ के हुन्छ भने लगानी गर्नमा पछि परेको छैन अथवा लगानी गरिरहेको छ भन्न खोजेको। अब आकिदा भनेको त बचत गर्नु, हिफाजत गर्नु, आकिदा भनेको आकिदा छर्याघादा भनेको हिफाजत गर्नु, बचत गर्नु पनि हुन्छ। अनि अब पछाडि जी आन्था भनेको नेगेटिभ हो नि त हैन। आकिजी आन्खो सुम्निदा भनेको लगानी गर्नमा कन्जुसै गरिरहेको छैन अथवा लगानी गरिरहेको छ भन्न खोजेको। ल एक्चुअली फेरि सरस्वती हेरौँ त, बुझ्नुभयो होला। हानको कोही कोरियाको छादोङछा गाडीका खियब दुरुन भनेको कम्पनीहरू छोइगुन अहिले हालसालै छन्गी छा इलेक्ट्रोनिक गाडी, सुसो छा भनेको हाइड्रोजन खातुन जस्ता, छिनवानगेङ छादोङछा भनेको पर्यावरण मैत्री गाडीको फुनियावी भनेको क्षेत्रको खिसुल भनेको प्रविधिको खेबारे विकासमा पनि मानुङ थुजारु लागो सुम्दा धेरै लगानी गरिरहेको छ। छिनवानगेङ छादोङछा फुनियावी भनेको पर्यावरण मैत्री गाडीको क्षेत्रको खिसुल भनेको प्रविधिको ह्याङसिन भनेको आविष्कारको फाथाङ्रो पृष्ठभूमिद्वारा हेन्डे छादोङछा भनेको छ हन्डाई गाडी वा खिया छादोङछा भनेको किया गाडीले इछन इसिप सानेन भनेको 2024 सालको इलफुन्गी भनेको पहिलो त्रैमासिक 2024 सालको पहिलो 3 महिनाको खिजनुरो आधारमा 2024 सालको पहिलो 3 महिनाको आधारमा चाहिँ छन्की छा भनेको इलेक्ट्रोनिक गाडी फान्मे भनेको बिक्रीको सिल्जक एस भनेको छ। सिल्जक भनेको उपलब्धिबाट,
सेगे विश्वको कति स्थानमा साउई भनेको 4औं स्थानमा ओरिगिदो एसुम्निदा बढेको पनि छ अरे। तोहान फेरि मिरे छादोङचा भविष्यको गाडीको खिसुरुई भनेको प्रवृत्तिको हेक्सिम भनेको छ प्रमुख भविष्य। मिरे भनेको भविष्य, छादोङचा भनेको गाडी, खिसुरुई प्रवृत्तिको हेक्सिम भनेको छुरो अथवा प्राय भएको, छायोल छुयेङ भनेको स्वचालित, खिसुरुई भनेको प्रवृत्तिको, एन्गु भनेको अनुसन्धानमा पनि, अनुसन्धान र खेबारेदो विकासमा पनि थुजारुल आकिजियानको सुम्निदा लगानीमा कन्चुसाइ गरिरहेको छैन अथवा लगानी गर्नबाट पछि परेको छैन अथवा लगानी गरिरहेको छ भनेको। ल एकचोटि फेरि मजाले पढिहाल्नु होला, बुझिहाल्नुहुन्छ हैन, खासै गाह्रो छैन। एक दुईचोटि पढ्ने नयाँ मिनिङहरू छन्। ल अब चाहिँ हामी क्वेसनहरू प्र्याक्टिस गरिहालौँ, किनभने क्वेसनहरू प्र्याक्टिस गर्दा पनि एकचोटि पढिन्छ नि त, अनि कस्तो नबुझेला। ल अब फिसुदान हामीले पढिसकेका थियौँ। अब क्वेसनहरू प्र्याक्टिस गरौँ। 3वटा फिसुदान क्वेसन पनि प्र्याक्टिस गर्नेछौँ। इल्बनेस साम्बन थाम थानौई फिसुदान मारुल खुर्सिप्सियो भनेको छ, उस्तै अर्थ छान्नुहोस् त। अनि छाङछा खादा भनेको छ। छाङछा खादा भनेको के भनेर भर्खरै हामीले माथि पढेका थियौँ फिसुदानमा। छाङछा खादाको फिसुदान के लगाउने? छोरी भादा, अनि फुने हादा, अनि छुक्चङ हादा र ख्योछे हादा भनेको छ। ल भन्नुहोस् त कति लगाउने? छाङछा खादा भनेको जडान गर्नु, जसको सिमिलर मिनिङ के हुन्छ? छोरी भादा। छोरी भादाको ठ्याक्क फान्देमाल के हुन्छ? फुने हादा। जडान गरेको चिजलाई एक एक गरेर खोल्नुलाई के भन्छ? फुने हादा भन्छ। जस्तै छोरी भादा भनेको एक एक गरेर जडान गर्छौँ, त्यो जडान गरेपछि बिग्रियो भने एक एक गरेर खोल्नुलाई के भन्छ? फुने हादा। छुक्चङ हादा भनेको छ। छुक्चङ हादा भनेको छेदा, छुक्चङ हादा, छेदान हादा भनेको नाप्नु है। खेचे हादा भनेको परिवर्तन गर्नु। 2 नम्बर इकुल्दा। इकुल्ताको फिसुदान के होला? सन्दो जकिदा भनेको छ, अनि हेसो हादा भनेको छ, यहाँनिर खजर हादा भनेको र ख्योछे हादा भनेको छ। इकुल्दा भनेको नेतृत्व गर्नु, जसको सिमिलर मिनिङ छुदो हादा पनि हुन्छ भने अर्को के लेखाएको थिएँ भने सन्दो जकिदा भनेको पनि नेतृत्व गर्नु नै हुन्छ। हेसो हादा समाधान गर्नु मिल्दैन, अनि ख्योछे हादा परिवर्तन गर्नु पनि मिल्दैन। 3 नम्बर सेङ्सा नादा भनेको उत्पादन गर्नु। फिसुदान भन्नुहोस् त छिटो। सेङ्सा नादा भनेको उत्पादन गर्नु। छेजो हादा भनेको छ, यहाँनिर पनि छेजो हादा भनेको छ। छुदो हादा भनेको छ। छुक्चङ हादा भनेको छ। छुक्चङ हादा भनेको नाप्नु मिलेन। छुदो हादा नेतृत्व गर्नु मिलेन। छेजो हादा व्यायाम गर्नु मिलेन। उन्दोङ हादासँग राख्ने यसलाई ओरिजिनल डुप्लिकेट पनि कहिलेकाहीँ थाहा पाउने। उन्दोङ हादा र छेजो हादा व्यायाम गर्नु। छेजो हादा आयो भने यो चाहिँ के गर्नु? उत्पादन गर्नु। ल थामगुवा ख्वान्गे नुन मसिम्निका सम्बन्ध भएको कुरा छान्नुहोस् त। यो निफले गर्ने काम निफ केसँग सम्बन्धित छ? यसले खुबुरिदा गर्छ कि, छोइदा गर्छ कि, छल्दा नादा गर्छ कि, कुन्था गर्छ? निफले गर्ने काम भनेको काटेका हो, जसलाई छल्दा नादा भन्छ। निफले गर्ने काम के हो? छल्दा नादा काट्ने काम हो है। 5 नम्बर नासामोत पेचकिला। सुखोङ्गु हाते औजार, नोङखिगु कृषि औजार, अब थोगु भनेको माछा पालनमा प्रयोग हुने औजार, उनबान थोगु भनेको ढुवानी औजार भनेको। सुखोङ्गु हाते औजार, नोङखिगु भनेको कृषि औजार, अब थोगु भनेको माछा पालनमा अथवा माछा पालन औजार, अनि उनबान हादा भनेको ओसार पोसार गर्न, थोगु भनेको औजार भनेपछि नासामोत चाहिँ केसँग सम्बन्धित छ? सुखोङ्गु भनेको हाते औजार। ल एउटा फान्देमाल पनि प्र्याक्टिस गरिहालौँ त। थानौई फान्देमारोल ख्रोसेप्सियो भनेको छ। यहाँनिर छोरी हादा भनेको छ, फुने हादा, अनि फुल्ल्यु हादा, सल्छी हादा, अनि पोप्ता। छोरी हादा भनेको जडान गर्नु, पोप्ता भनेको झिक्नु। यो चाहिँ जडान गरेको कुरालाई झिक्नुलाई पोप्ता हुँदैन है। पोप्ता त तपाईँको प्लगहरू झिक्नु होइन, फ्लगुरुल पोप्ता भनिन्छ। अनि सारामदुरी पोप्ता भनेको मान्छेहरू छनौट गर्नु पनि हुन्छ।
अनि छापछोरुल पोप्ता भनेको झारपातहरू झिक्नु हुन्छ भने जडान गरिएको चिजलाई ठ्याक्क झिक्नु पर्दा एक एक गरेर झिकिन्छ भने त्यसलाई चाहिँ के भनिन्छ फुनियादा भन्छ। छोरी भादाको फान्देमाल के हुन्छ फुनियादा। फुल्ली आधा भनेको छुट्याउनु, सल्छी जडान गर्नु, यो फिसुधान मिलिहाल्यो। अनि पोप्ता भनेको निकाल्नु। यो फुने आधा पनि निकाल्नु हो, तर पोप्ता चाहिँ अरू निकाल्नु हुन्छ भने जडान गरेको चिजलाई निकाल्दाखेरि चाहिँ फुने आधा लगाउनु होला है। लङ प्यासेज एउटा, दुईटा, तीनटा, चारवटा लङ प्यासेज प्र्याक्टिस गरिहालौँ त। ल छिलबने स सिबन थाम खुरुलिलगो नेङ्गुवा खाथुन गसुल खुरुसिप्सियो भनेको छ हैन। मिल्ने कुरा छान्नु पर्यो। 7 नम्बर हेरौँ त कति लगाउनुहुन्छ। भर्खरै पढेको। अब त तपाईले क्वेशन माथि छङ्गो र मुनुवा नपढ्दा पनि यदि तपाईले छङ्गो र मुनुवा मज्जाले पढ्नु भएको छ, मज्जाले बुझ्नु भएको छ भने फाइनलमा छङ्गो र मुनुबाट क्वेशन आयो भने तपाईले माथि पढ्नै पर्दैन कि आफै अटोमेटिक मिलि नै हाल्छ। तर म पढिहाल्छु किनभने यो प्र्याक्टिसको समय हो, फाइनल एक्जाम होइन हैन। छादोङछा सानबुन भनेको गाडीको उद्योग चाहिँ हानगुको कोरियाको छुयो भनेको मुख्य सङजाङ भनेको थियो नि। सङजाङ भनेको वृद्धि र विकासको, थुङ्नेक भनेको शक्तिको, सानबे भनेको उद्योगको, हानाइम्निदा एउटा हो अरे। हानगुकुन कोरिया चाहिँ सुसुल भनेको निर्यातको छुङसिमुरो केन्द्रबिन्दुद्वारा अथवा केन्द्रितद्वारा, छादोङछा सानो भनेको गाडीको उद्योगको, कुजुनी भनेको निरन्तर, फाल्जन सिख्य भनेको विकास गर्दै, इछन इसिप सामनिन भनेको 2023 सालको खिजुन भनेको आधारमा सेगे विश्वको कतिौं स्थानमा, ओउए भनेको 5औं स्थानको, छादोङछा भनेको गाडीको सेङसानगुकी भनेको उत्पादन गर्ने राष्ट्रको रूपमा थोयसुम्निदा भयो। अनि इछन इसिप सामनिन्स भनेको 2023 सालमा सेगे विश्वको छादोङछा सिजाङुई भनेको गाडीको बजारको छमियुल भनेको अनुपात अथवा हिस्साको अनुपातलाई फोमेन हेर्ने नै हो भने अथवा हेर्यो भने, इल्बोनी भनेको जापान कति छ, इसिप खुसम इल्फुरो भनेको 29.1%ले, इलुई भनेको पहिलो स्थान छ भने, युरोप भनेको युरोप चाहिँ, अनि इसिप साचम खुफुरो भनेको 24.9%ले चाहिँ, इओई भनेको दोस्रो स्थानमा र सामुइनुन तेस्रो स्थानमा चाहिँ, सिपछिल्चम खुफुरो भनेको 17.9%ले चुङ्गुकिम्य चाइना हो भने, छमियुल भनेको हिस्साको अनुपात चाहिँ फाल्चम ओ फुरो भनेको 8.5% को, हानगुकुन कोरिया चाहिँ सिप ओचम इ फुरो इन मिगुके भनेको अमेरिकाको इय भनेको पछि जो 15.2% पछि चाहिँ को आउँछ, यहाँनिर कोरिया कति छ 8.5% पछि अथवा यो पछि चाहिँ अमेरिका पछि चाहिँ, अनि ओवे भनेको 5औं स्थान चाहिँ कसले कोरियाले के गरेको छ छाजिआए सुम्दा ओगेटेको छ भने। ल कति लगाउनु भयो। युरोप चाहिँ 2000 अथवा इछन इसिप सामनिन 2023 सालमा चाहिँ सेगेस विश्वमा खाजाङ मानुन सबैभन्दा धेरै छादोङछा सेङसान हेसुम्निदा गाडी सेङसान हादा भनेको उत्पादन गर्यो अरे। युरोपले गरेको हो र सबैभन्दा धेरै इल्बोन भनेको जापानले गरेको हो है, युरोपले होइन। हानगुकुन कोरियाको सुछुल निर्यात चाहिँ छुङसिमुरो केन्द्रितद्वारा, छादोङछा सानबुन भनेको गाडीको उद्योग चाहिँ अथवा गाडीको उद्योग चाहिँ, इछन इसिप सामनियन भनेको 2023 सालमा, सामुई भनेको तेस्रो स्थान चाहिँ छाजी हेसुम्दा ओगेट्यो। अब निर्यातकै कुरा गर्ने, गाडीको उद्योगकै कुरा गर्ने हो भने 2023 सालमा चाहिँ कोरियाले कुन स्थान ओगटेको थियो, ओवे भनेको 5 स्थान ओगटेको थियो, तेस्रो स्थान होइन। अनि 3 नम्बरमा के भनेको छ भने, इछन इसिप सामनिन सेगे विश्वको छादोङछा सिजाङुई गाडीको बजारको छमियुल भनेको हिस्साको अनुपातलाई फोमेन हेर्यो भने, छुङ्गुक ठाउँमे भनेको चाइना पछि चाहिँ हानगुकुन फोइम्निदा कोरिया देखिन्छ हो कि होइन। चाइना 15.2%ले तेस्रो कति स्थानमा छ, तेस्रो स्थानमा छ भने, कोरिया त्यसपछि 8.5 स्थान ल्याएर चाहिँ चौथो स्थानमा छ भनेपछि यसको एन्सर कति भयो 3 नम्बर। अनि 4 नम्बरले के भन्छ भने, इछन
इसिप सामनेन हानगुकुई कोरियाको छादोङचा सिजाङ गाडीको बजारको छम्युल भनेको छ हिस्साको अनुपात चाहिँ नेत बन्चेरो नोप्सुम्निदा भनेको छ। चौथो पटकमा उच्च छ होइन, थासद बन्चेरो नोप्सुम्निदा पाँचौँ पटकमा उच्च छ छङदाबन साम्बनिम्निदा। ल 8 नम्बर हेरौँ त। हानगुकुई कोरियाको छुयो छादोङछा भनेको मुख्य गाडी चाहिँ अथवा गाडीका होइसादुरुन भनेको कम्पनीहरू खुल्लो बल ग्लोबलको खेङजेङनेक भनेको प्रतिस्पर्धा गर्ने शक्तिको फाथाङ र पृष्ठभूमिद्वारा हेन्जे भनेको अहिले सेगे विश्वको सिजाङेस बजारमा सन्तो जकिन भनेको नेतृत्व गरिरहेको अथवा नेतृत्व गर्ने 11 हागो सुम्दा भूमिका गरिरहेको छ अरे। हानगुकेनुन कोरियामा चाहिँ हेन्दे छादोङछा हन्डाई गाडी, अनि खिया छादोङछा किया गाडी, अनि केजिएम भन्ने छ, अनि हानगुक जिएम भन्ने छ, अनि के छ अर्को, अनि लोनोखोरिया भन्ने छ। रोनोखोरिया भन्ने कम्पनी गाडीका कम्पनी हुन्। थोङ आदि थायङआन विभिन्न प्रकारका खिया भनेको कम्पनीहरू इन्नुन्दे भएकोले खुजुङ त्यो मध्ये हेन्दे छादोङछा हन्डाई गाडी चाहिँ यी छन्। इसिप सामने 2023 सालको छादोङछा गाडीको फान्मेर्याङेस बिक्री गर्ने अनुपात अथवा बिक्री गर्ने मात्रामा सेगे अहिले चाहिँ विश्वको कति स्थानमा आयो? सामुई भनेको तेस्रो स्थान चाहिँ छाजियान ओगेटेको खुल्लो बल भनेको विश्व व्यापारको खियबिम्निदा एउटा उद्योग अथवा कम्पनी हो भनेको छ। ल अब बुझिहाल्नुहुन्छ होइन। ल 1 नम्बरमा के भनेको छ भने खिया छादोङछानुन खिया छादोङछा चाहिँ किया गाडी चाहिँ यी छन् इसिप सामने 2023 सालको छादोङछा फान्मेर्याङेस भनेको गाडी बिक्री गर्ने मात्रामा सेगे विश्वको सामुई तेस्रो स्थान चाहिँ तेस्रो स्थानको खुल्लो बल खियबिम्ता ग्लोबलको कम्पनी हो अरे। हो र विश्वको तेस्रो स्थानको ग्लोबलको कम्पनी खिया छादोङछा हो कि हेन्दे छादोङछा हो? अब यहाँ धेरै छन् गाडीका कम्पनीहरू, हेन्दे छादोङछा, खिया छादोङछा, केजिएम, हानकुक जिएम, अनि खोरिया भन्ने छ। यो मध्ये चाहिँ हेन्दे छादोङछा चाहिँ 2023 सालमा जो छादोङछा फान्मेर्याङ छ गाडी बिक्री गर्ने अनुपात छ त्यो चाहिँ सेगे विश्वको तेस्रो स्थानमा हो। अरू सबै भनेको मिले तापनि खिया छादोङछा होइन। यहाँनिर बरु के भनिदिएको भए मिल्थ्यो भने हेन्दे छादोङछा भनेको भए मिल्थ्यो, यो मिलेन। हानगुकेनुन कोरियामा हेन्दे छादोङछा फोदा हन्डाई गाडी भन्दा खिया छादोङछा किया गाडी खुल्लो बल खियबुई भनेको ग्लोबलको उद्योगको सामुइरोल छाची हेसुम्निदा तेस्रो नम्बर अथवा तेस्रो स्थान चाहिँ ओगेट्यो। हेन्दे छादोङछा हन्डाई गाडी भन्दा खिया छादोङछाले तेस्रो नम्बर ओगेटेको होइन, बरु खिया छादोङछा भन्दा हेन्दे छादोङछाले चाहिँ तेस्रो नम्बर ओगेटेको, यो मिल्ने कुरा भएन। छाजी आधाबाट हेसुम्निदा बनाइदिनुहोस् त, छुटेछ, टाइपिङ मिस्टेक भएछ, सरी। अब यहाँनिर 2000 अथवा यी छन् इसिप सामने 2023 सालको खुल्लो बल ग्लोबल खियबेस कम्पनीमा चाहिँ हेन्दे छादोङछा ना खिया छादोङछा जुङे हेन्दे छादोङछा हन्डाई गाडी र खिया छादोङछा किया गाडी मध्ये हेन्दे छादोङछा भनेको हन्डाई गाडीले चाहिँ सामुई भनेको तेस्रो स्थान चाहिँ छाजी सुम्निदा ओगटेको। यो दुईवटा हेन्दे र खिया मध्ये चाहिँ तेस्रो स्थान 2023 मा ओगेट्ने भनेको को हो? हेन्दे छादोङछा हो, छङदाबन साम्बनिम्निदा। 4 नम्बरमा हेरौँ। हानगुकुई कोरियाको छुयो प्रमुख छादोङछा होइसादुरुन भनेको गाडीका कम्पनीहरू खुल्लो बल भनेको ग्लोबलको खेङचेङनेक भनेको अर्थतन्त्रको प्रतिस्पर्धा चाहिँ हेन्जे सिजाङेस अहिले बजारमा चाहिँ 11 जियान सुम्दा भूमिका खेलिरहेको छैन भन्न चाहिँ मिलेन, बरु 11 आगो सुम्दा भूमिका खेलिरहेको छ। 9 नम्बर। हानगुकुई कोरियाको छादोङछा गाडी र खियबदुरुन कम्पनीहरू चाहिँ छोइगुन अहिले चाहिँ छन्गी छा भनेको इलेक्ट्रोनिक गाडी र सुसो छा भनेको हाइड्रोजन गाडी वा खाथुङ जस्ता
छिनहानगेङ भनेको मैत्री अथवा पर्यावरण मैत्री गाडीहरू छिनहानगेङ छादोङछा पर्यावरण मैत्री गाडीहरू गाडीको फुनियाउई क्षेत्रको खिसुल प्रविधिको खेबारे विकासमा पनि मानुन भनेको धेरै थुजारु लागोइ सुविधा लगानी गरिरहेको छ। छिनहानगेङ छादोङछा भनेको अब पर्यावरण मैत्री छादोङछा गाडीको फुनियाउई क्षेत्रको खिसुल भनेको प्रविधिको ह्याङसिन भनेको आविष्कारको फाछाङ भएको छ। फाथाङ है डेली यत्रो क्वेसनहरू बनाउनु पर्छ कहीँनिर आँखाले पनि नदेखिदो रहेछ कि। फाथाङ रो पृष्ठभूमिद्वारा ह्यान्डे छादोङछा भनेको हन्डाई गाडी र किया छादोङछा भनेको किया गाडीले चाहिँ यी छन् इसिप सानेन भनेको 2024 को इलफुन्गी भनेको पहिलो त्रैमासिक 2024 सालको पहिलो 3 महिनाको खिजोनुरो आधारमा चाहिँ छन्गिछा फान्मे भनेको इलेक्ट्रोनिक गाडीको बिक्री गर्ने सिल्जकेस भनेको छ। सिल्जकेस भनेको उपलब्धिबाट सेगे विश्वको साहुई भनेको चौथो स्थानको ओरिगिदो यसुम्दा ओगेटेको पनि छ अथवा चौथो स्थानमा बढेको पनि थियो अरे। तोआन फेरि मिरे छादोङछा भनेको भविष्यको गाडीको खिसुलुई प्रविधिको ह्याङसिमिन भनेको ह्याङसिम भनेको के भनेको थिएँ मैले प्रमुख है मुख्य भएको। छायुल छुएङ भनेको स्वचालित खिसुरुई भनेको प्रविधिको एन्कु भनेको अनुसन्धान र खेबारेदो विकासमा पनि थुजारुल आकिजियानको सुनिदा लगानीमा अथवा लगानी गर्नबाट पछि हटेको छैन अथवा लगानी गरिरहेको छ भनेको छ। 1 नम्बरमा हानगुकुई कोरियाको छादोङछा खियबदुरुन भनेको गाडीका कम्पनीहरू चाहिँ छोइगुन अहिले छन्गिछा इलेक्ट्रोनिक गाडी अनि छन्गी छाना सुसोछा भनेको हाइड्रोजन गाडीको फुनिया एमान क्षेत्रमा मात्र थुजारु लागो सुविधा लगानी गरिरहेको छ। अहिले कोरियामा चाहिँ छन्गिछा र सुसोछा भनेको हाइड्रोजन गाडीमा मात्र हो र अनि यहाँनिर अर्को गाडी पनि छ नि तपाईको छिनहानगेङ छादोङछा पनि छ। त्यो सबैमा के गरिरहेको छ लगानी गरिरहेको छ। मान भन्न मिलेन। इछन इसिप सानेन इलफुन्गिरुल भनेको छ 2024 को पहिलो त्रैमासिक अथवा पहिलो 3 महिनाको खिजोनुरो मापदण्डद्वारा सुसोछा फान्मे भनेको हाइड्रोजन गाडी बिक्रीको सिल्जकेस भनेको उपलब्धिबाट सेगे विश्वको साउई चौथो स्थानमा ओरिगिदो यसुन्दा उक्लिएको छ अथवा बढेको छ। अरु सबै ठिक छ बढेको छ चारौं विश्वको चौथो स्थानमा बढेको छ। 2024 को पहिलो त्रैमासिकमा पनि बढेको तर यहाँनिर सुसोछा होइन कुन छा हो छन्गी छा चाहिँ हो इलेक्ट्रोनिक गाडी हो हाइड्रोजन गाडी चाहिँ होइन है यो पनि मिलेन। मिरे छादोङछा भविष्यको गाडीको खिसुरी भनेको प्रविधिको ह्याङसिमिन भनेको छ। प्रविधिको ह्याङसिमिन भनेको प्रमुख भएको छायुल छुएङ भनेको स्वचालित खिसुरी भनेको प्रविधिको खेबारेदो विकासमा पनि थुजारु लागो सुनिदा के गरिरहेको छ त्यो सम्पूर्ण विकासमा पनि लगानी गरिरहेको छ। यो एन्सर कति भयो 3 नम्बर। अर्को पनि हेरौँ त हानगुकुई छादोङछा कोरियाको गाडीको खियबदुरुन भनेको कम्पनीहरू गाडीका कम्पनीहरू अथवा उद्योगहरू चाहिँ छोइगुन अहिले चाहिँ छिनहानगेङ छादोङछा भनेको पर्यावरण मैत्री गाडीको फुनियाएमा क्षेत्रमा मात्र थुजारु लागो सुनिदा लगानी गरिरहेको छ भन्न मिलेन। संदावन साम्बनी निदा ल हानगुकुई कोरियाको छादोङछा गाडीको सानव उद्योग चाहिँ हानगु कोरियाको खेङजे भनेको अर्थतन्त्रको सङजाङ भनेको वृद्धि विकासलाई इकुनुन छुङयुहानुन भनेको इकुल्दाबाट ल हटाएको इकुनुन भनेको नेतृत्व गर्ने छुङयुहान महत्त्वपूर्ण भएको सानव जुङ उद्योग मध्ये हानाइमनिदा एउटा हो। इछन इसिप सामनिन खिजुन भनेको आधारमा हानगुकुई कोरियाको छादोङछा सिजाङ भनेको गाडीको बजारको छम्युइल भनेको हिस्साको अनुपातमा चाहिँ इल्बोन पहिलो युरोप दोस्रो चुङ्गुक तेस्रो मेगुक चौथो यसपछि सेगे विश्वको 5 ओइ इम्निदा भनेको 5औं स्थानमा चाहिँ कोरिया हो भन्न खोजेको। हानगुकुई कोरियाको छादोङछा गाडी चाहिँ गाडीका होइसाउन्दुरी अथवा होइसादोरुन भनेको कम्पनीहरू चाहिँ मिरेउई भविष्यको छादोङछा खिसुरिन भनेको छ गाडीको खिसुल भनेको प्रविधिको छन्गिछा
इलेक्ट्रोनिक गाडी, सुसोछा भनेको हाइड्रोजन गाडी, खातुन जस्ता, छिनवानगेङ भनेको पर्यावरण अथवा छिनवानगेङ भनेको पर्यावरण मैत्री गाडी, छिनवानगेङ छादोङछा भनेको पर्यावरण मैत्री गाडीहरू खिसुल्क वा प्रविधिसँग। अनि प्रविधि र छायुलछुएङ भनेको स्वचालित, खिसुल भनेको प्रविधिको खेबारे विकासमा पनि मानुन भनेको धेरै थुजारु लागो सुविधा लगानी गरिरहेको छ। 1 नम्बर मिगुक इन मिगुक चाहिँ इछन इसिप सामने 2023 सालमा सेगेस विश्वको खाजाङ मानुन भनेको सबैभन्दा धेरै छादोङछा गाडी चाहिँ सेङसाने सुविधा धेरै उत्पादन गर्यो भनेको छ। मिगुकले होइन, सबैभन्दा धेरै केले गरेको छ, सबैभन्दा धेरै व्यापार गर्ने भनेको यहाँ हेर्नुहोस् त इल्बोन होइन, त्यसपछि युरोप छ, जापान हो सबैभन्दा। हानकुकोई कोरियाको छादोङछा खियाब्दुरुन भनेको गाडीका उद्योग अथवा कम्पनीहरू, सुसोछा खेबारे भनेको त्यो हाइड्रोजन गाडीको विकासमा थुजारु लाजियान सुम्दा लगानी गर्दैन भनेको छ। सम्पूर्ण गाडीको कम्पनीहरूमा लगानी गरिरहेको छ। हानकुकोई छादोङछा कोरियाको गाडीका खियाब्दुरुन उद्योग अथवा कम्पनीहरू, छायुलछुएङ भनेको स्वचालित, खिसुल खेबारे भनेको प्रविधिको विकासमा ख्वान्सिमी अफसुम्निदा होइन, ख्वान्सिमी सुम्निदा। यो पनि मिलेन, यसको एन्सर 4 नम्बर। हेरौँ त, इछन इसिप सामनेन 2023 सालमा हानकुकोई कोरियाको छादोङछा गाडीको सिजाङ भनेको बजारको छम्युइल भनेको हिस्साको अनुपातमा चाहिँ सेगेस विश्वको थासन बन्चेरो नोप्सिउनिदा 5औं पटकमा उच्च छ भनेपछि 5औं पटकमा हो नि त होइन, छङदाबन साबन इम्निदा। ल पार्ट 2 38 युनिटको पार्ट 2 पनि अब यति नै थिए लङ क्वेसनहरू होइन। हिजो पार्ट 1 पनि हामीले महत्त्वपूर्ण तरिकाले पढिसकेका थियौँ। अलिकति फिसुदान पार्ट 1 मा छुटेको थियो, त्यही भएर मैले फिसुदान चाहिँ पार्ट 2 मा लिएर पार्ट 2 मा लिएर आएको थिएँ। अब भोलि चाहिँ हामी फेरि 39 युनिटको क्वेसनहरू पनि अब तपाईको मेसिनहरू औजारहरूको बारेमा भएको कारणले 39 युनिट पनि इक्जामको लागि धेरै महत्त्वपूर्ण भएको कारणले भोलि पनि सायद म अहुइहरूमा नै फोकस गर्छु कि भोलि मिथ्सुल लिएर आउँछु भन्ने कुरा भोलि नै डिसिजन हुन्छ भन्दै आजको क्लासबाट भने म बिदा हुन चाहन्छु। नमस्ते।